धान काटिसक्यो एक्लै काटेको बिचरा म आउनु तेरी जिउ दुखेर कम्बर दुखेर मर्ने बेला भयो हात पाछेर सबैभन्दा गाह्रो चाहिँ यही बान्नुलाई रहेछ राखेको थियौँ यो चाहिँ मेरो हो मैले चाहिँ बानिसकेको हिजो आज मेरी देउरानी नानीको बिचरा म बान्दिनँ घर गएको अनि यतिको चाहिँ हुनुपर्छ ल यस्तै हो निर्माया जताततै धान पाकेर बेहाल भो यता हेर हेलो हाई भन न बिचरा एक्लै काट्दैछ आऊ यो बानिसक्यो भने काटौँ अनि तीनजनाले यहाँ बान्नु नि छिटो हुन्छ त्यहाँ काट्नु पनि छिटो हुन्छ कुरा एउटै त हो नि अनि अब म लागेको धान बान्नुलाई